हेलो साथीहरू, सन्ध्याकालीनको न्यानो अभिवादनको साथमा नमस्कार। सेवा हौवा सम्पूर्णलाई। आज चाहिँ म चाउमिन खान लागिरहेछु। आजको खानामा चाहिँ मेरो चाउमिन हो बेलुकीको। अनि चाउमिनमा चाहिँ मैले के हालेको छु भने फर्स्ट अफ अल गाजर मलाई धेरै मनपर्छ, म धेरै खान्छु होइन। गाजर अनि बरकौली घरकै अर्ग्यानिक हो होइन। त्यस पछाडि चाइनिज साग त खोइ त आउँदैन त, चाइनिज साग। अनि त्यसमा अन्डाको अमलेट बनाएर यसरी हालेको छु। मलाई यसरी नै खानु मनपर्छ, मलाई जसरी खानु मनपर्छ मैले त्यसरी नै बनाएर खाएँ है त साथीहरू। यस्तो भिडियो पनि देखाउँछ भनेर चाहिँ नभन्नु होला। मलाई भर्खर म भिडियो बनाउन थालेको, मलाई भिडियो बनाउनु पनि आउँदैन हो, बोल्न पनि आउँदैन। त्यसै कारणले गर्दा मैले जस्तो प्रस्तुत गरेँ त्यस्तै स्वीकारिदिनु होला। हस्, अब चाहिँ म खान लागेँ ल। कस्तो छ टेस्ट गर्छु। आफूले बनाएको त मिठो भइहाल्छ नि भन्नु जस्तो है, मिठो छ। तर होटलको त्यो दुनियाँ के भन्छ अजिना सजिना हालेर बनाएको भन्दा आफैले घरमा अर्ग्यानिक सब्जीको साथमा बिना अजिना बनाएर खाएको चाहिँ मलाई मनपर्छ र टेस्टी पनि छ। यो चाइनिज सागलाई चाहिँ मैले चिरेर मसिनो बनाएको छु क्या। ठुल्ठुलै थियो सबै घरकै अर्ग्यानिक, गाजरदेखि लिएर बरकौली होइन, चाइनिज साग घरकै। भन्नुपर्दा यो अन्डा पनि नि घरकै कुखुराले बनाएको